तेजी बुढा यता हेर न ओके छ ए माछा मार्ने हिरो हो कि फेरि यो भोलि अनि कत्रो असला पाखुरा जत्रै हुन् कि होइन अब जाल यहाँ छ है हाम्रो माछा मार्ने स्टाइल यस्तै हामीले माछा मारिन्छ है फेरि यस्तै ढुङ्गा बाँधेपछि सर्लक्क सर जानुहुन्छ अब जाल थाप्न अब कसरी जाने रे अब अच्छा यसरी है यता हेर्दैन दिपक यार भोलि आउनु फेरि सेट्टिएन कि रहेन माछा हाम्रो गाउँतिर यस्तै जाल थाप्ने तरिका है माटुने खोलामा सुद्धो ल है यसरी गइन्छ है हामी जाल थाप्न अब जाल थाप्ने तरिका अनि भोलि माछा हो कि भोलि त झारो केटाले झारो ओडी केटा ओडी ओ त्यहाँ थाप्के होइन त्यहाँ ठिक छ कि रातढुङ्गा निक्लिन् माछा हेर किन नाङ्गे बहर फेरि होला हेर त्यो जाल थाप्नलाई नाङ्गे भएको ओहो तेजी बुढा ल अड्कियो र ठिक छ के ल ओके यहाँ थापेर गइयो फेरि अर्को भाइ जाने छ नि यता फेरि वाह नाङ्गे भएर ल वाह पानी हाम्रो फेरि बहुत टाटो छ पानी फेरि एकदम टाटो चिसो भन्ने नामै छैन जाल भोलि होइन चिसो त नामै छैन होइन यहाँ फेरि घपा घप मैला हो ओके होइन ल यसरी थापिन्छ हामीले जाल अब च्याप्प लाएर यी तन्दाङ टुन्डुङ अब यहाँ यसरी थापिन्छ एउटा थापिसके ल यहाँ यसरी सरर ल दामी छ है फेरि ल कता गाइज यहाँनिर हो क्या यहाँनिर गाइज ए गाइज ल यस्तै थाप्ने गाइज यहाँ तल्लो पर्नु आएको सर फेरि यता थाप्नु क्या त्यहाँ एउटा ल एउटा रे अझ एउटा घुरिजाल क्लिन छ पानी यार पानी क्लिन छ ल्याएर साथी हो माछा यिनै देखिन्छ यार तेजी उडाले पहिले डाट खिचिहान गाडी तेजीले पहिले डाट खिचिहान माइलो छोड न यार कस्तो ध्यान दिने बस्यो यार म छोड्छु कि वाह 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 चे वो अटो ढुङ्गा हो क्या यार ल है गाछ माटुन भोलि माछा सेचिले हो क्या अब 1 किलोको चे हो क्या माछा अब
अलि उन्डे लटकाए हुन्छ निकिन ओके चलो चले चलो ओ धेरै नलटकाइ त्यो बल्ल पर्छ माछा अलि टाने भए हुन्थ्यो जाल यार ल गाई जब माटुको ढुकुर छाटी हेरौँ न कस्तो